कहिले कहिले आउने क्वेसनहरू एउटा पिआर अथवा अर्को ब्रिजिङ अथवा नन पिआर छ भने घर किन्न मिल्छ कि मिल्दैन? मिल्छ, मजाले मिल्छ। इन्कम चाहिँ कसरी एसेस गर्छ भने तपाईँ पिआर को 100,000 कमाउनु पर्छ पिआरले, र नन पिआरले अथवा ब्रिजिङ भिसामा बसेको मान्छेहरूले 150 कमाउनु पर्छ भने मेजोरिटी ब्याङ्कले इन्कमको हिसाब गर्दा तपाईको पिआर को इन्कम भन्दा अलिकति कम हुन्छ। तपाईले लेट्स से तपाईको 150 छ, नन पिआर को 150 छ, पिआर को 100,000 छ भने नन पिआर को इन्कमलाई घटाएर जस्ट बिलो 100,000 बनाउने हुन्छ। यो चाहिँ मेजोरिटी ब्याङ्कहरूले इन्कम यसरी क्याल्कुलेट गर्छ भने कुनै कुनै ब्याङ्कहरूले चाहिँ मतलब छैन, जति इन्कम हो त्यति नै एसेस गर्छ। यो बारेमा तपाईलाई केही जानकारी फर्दर इन्फर्मेसन चाहिएमा आई एम अलवेज देयर फर यु गाइज एन्ड आई क्यान बी कन्ट्याक्टेड अन 0425 848409। Thank you.